धन्यवाद कार्यक्रम सञ्चालक सन्तोष राईज्यू आदरणीय दाई हुनुहुन्छ यस कार्यक्रमका अध्यक्षज्यू प्रमुख यस कार्यक्रमका अध्यक्षज्यू प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण मैले मान्नुपर्ने आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ यहाँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू नै हुनुहुन्छ सम्पूर्णमा म रोशन राईको तर्फबाट नमस्कार र हाम्रो भाइ बहिनीहरूको तर्फबाट पनि उहाँले बोली पनि सक्नु भएको छ विशेष गरी हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा यहाँसम्म तपाईहरुकै हात छ के आज हामी जहाँ छौँ अब प्रमेश राई फाइनलिस्ट हुनुभएको छ टिम राजुबाट म टिम मिलिनबाट हिजो फाइनलिस्ट भएको छु र हाम्रो प्यारी बहिनी चेली अब खेम सेन्चुरीबाट हुनुहुन्छ त्यसमा उहाँ मात्रै हैन प्रोसेस पाण्डे पनि छ हाम्रो भनाइ के रहन्छ भन्दा अब शुभकामना बहिनी र भाइलाई नै हामी भन्छौं हैन हो यहाँहरुले सहयोग गरिरहनु भएको छ सम्पूर्ण देशवासी हैन जनताहरु दाजुभाइहरु सबैले सहयोग गर्नु भएको छ अब त्यसले गर्दा बहिनीलाई पनि हामीले फाइनल पुर्याउन सक्यौ भने भन्ने कुरा हो मेरो मनमा लागेको कुरा चाहिँ यहाँहरुको माया यहाँहरुको स्नेह यहाँहरुको चाहना पनि त्यही नै हो हाम्रो पनि चाहना त्यही नै हो अब ट्रफी त एकजनाले जित्ने हो यहाँहरुको माया हामीले सबैभन्दा ठूलो कुरा चाहिँ पब्लिक सपोर्ट हैन तपाईहरु सबैजना हुनुहुन्छ सबैजनाले हामीलाई धेरै माया गर्दिनु भएको छ हामीले हाम्रो चाहिँ हामी जो गएर जिते पनि या हारे पनि हामी जितिसक्यौं क्या किनभने तपाईहरुको माया पाउनु भनेको नै हाम्रो जित हो हामीले ट्रफी लिएर एउटा त छ ट्रफी जम्मा भोइस अफ नेपाल सिजन 6 को हैन त्यो हामीले जसले लिए पनि हामी खुसी हुन्छौं हामी तपाईहरु पनि सबै खुसी हुनुहुन्छ त्यो जित हो हाम्रो त्यसले गर्दा यो बुढानीलकण्ठ नगरवासी तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद हामीलाई माया गर्दिनु भयो यहाँ बोलाइदिनु भयो आर्थिक नैतिक भौतिक सम्पूर्ण चीजले हामीलाई स्वागत गर्नु भएको छ सहयोग गर्नु भएको छ माया गर्नु भएको छ यो आशीर्वाद हामी सदा हाम्रो शिरमा राख्ने छौं र यो आशीर्वाद आज मात्रै हैन हामीलाई सदा चाहिन्छ सदा तपाईहरुले गर्नुहुन्छ भन्ने पनि लागेको छ मनमा लागेको छ त्यसले गर्दा तपाईहरु सबै हाम्रो आफन्तहरु हुनुहुन्छ धेरै धेरै धन्यवाद अब हामी कलाकारहरु त्यति धेरै बोल्न मिलाउन जान्दैनौं मनमा कति कुराहरु हुन्छ ल्याउन सक्दैनौं होला त्यसको लागि तपाईहरुले पनि मिलाएर बुझ्दिनुस् भन्दै मेरो 2 शब्द यही अन्त्य गर्न चाहन्छु गल्ती भएमा धेरै धेरै धन्यवाद रोशन राईज्यूलाई